लगाउनु यहाँ लगाउनु दिँदैन जस्तो हाम्रो त एउटा सिट हाम्रो त एउटा अटिरहेको थियो नि एकछिन दिनु भएको भएन हुन्थ्यो नि सर अटो भनेर भएन नि त सबै खाली गरेर हो नि त यो ए खालि किन होला चाहिँ किन राख्नु दिनु भएको त त्यो तिनवटा राख्नु दिनु नभइरहेको त हुन्थ्यो नि त भएको बेलामा राखेको हो अनि हटाउँदैछ अनि कम्दै थियो सबै हटाउँदै हो हिँड्दै आउँदै रमाइलो हुन्छ नि घरमा त पुरा खानेकुरा पकाएर छ त्यही भने जानुपर्छ ल हेर्नु यता आचार नचलाउनु र साथीहरू म चाहिँ आज त्रिखण्डी मेलामा आइपुगेको छु होइन यो चाहिँ हाम्रो मकवानपुर जिल्लाको भैँसीमा पर्छ जसलाई चाहिँ हामी त्रिखण्डेश्वर महादेव भन्छौँ होइन अनि यहाँ चाहिँ वर्षमा एकचोटि चाहिँ हाम्रो ठुलो मेला लाग्ने गर्दछ है यो मेला चाहिँ जहिले पनि लागिरहँदैन अनि आज चाहिँ यस मेलामा चाहिँ धेरै नै भिडभाड हुन्छ कि हामी चाहिँ ठ्याक्कै अहिले आइपुग्यौँ है अब लगभग भिड हुनको लागि अझै बाँकी नै छ मान्छेहरूको जमात चाहिँ बढ्दैछ अब आज यहाँ के हुन्छ मेला कस्तो हुँदो रहेछ होइन भन्ने कुराहरू चाहिँ म तपाईँलाई देखाउन जाँदैछु राम्रोसँग भिडियो चाहिँ अन्तिमसँग हेरिदिनु होला है ल आउनु त्रिखण्डी मेला हेर्न आउनु भएको त दर्शन गरिसक्नु भयो उहाँ चाहिँ हाम्रो एकदम प्रिय देउला दाई हुनुहुन्छ कति बेला आउनु भयो कति बेला आउनु भयो भाउजू हो नमस्ते भाउजू आउनु कति बेला आइपुग्नु भयो तपाईँहरू बिहानै बिहान 9 बजीतिर आइपुग्यो भित्र गएर दर्शन गर्न पनि भ्याउनु भयो भित्र गएर दर्शन गर्न पनि भ्याउनु भयो माथि पुगेन खोला टर्नुपर्छ अनि त्यहाँ ऊ छ नि त छैन बगाएछ हो र ए जोस आइपुग्नु भएको रहेछ म नि भर्खरै आइपुग्यो साथीहरू त्यसै गरेर आज चाहिँ तुलसीको विवाह हो होइन सबभन्दा ठुलो एकादशी हरिबोधनी एकादशी हो अनि यस एकादशीमा चाहिँ विशेष गरेर महत्त्व चाहिँ यो उखुले राख्दछ होइन यस मेलामा चाहिँ मतलब यो यस बेलामा चाहिँ उखु चढाइयो भने होइन मतलब उखुको चाहिँ विशेष छुट्टै किसिमको आफ्नै महत्त्व हुन्छ अनि यस मेलामा चाहिँ विभिन्न किसिमको सामग्रीहरू पनि पाइन्छ होइन बेच्नलाई राखिएको देख्न सकिन्छ त्यस्तै गरेर खानपिनहरू पनि एकदम मिष्टान्न भोजनदेखिबाट लिएर बदाम फलफुल सबै कुराहरू चाहिँ बिक्री व्यापार गर्ने हिसाबले पनि यो मेला लागेको पाइन्छ अनि यस मेलामा चाहिँ तपाईँहरूले रमाइलो पनि गर्न सक्नुहुन्छ अनि तपाईँहरू पनि आउनुभयो भने 500 को 2टा लुगा नि पाउन सक्नुहुन्छ लङ्गुर पूजादेखिबाट हरेक किसिमको गेमहरू पनि खेलाउने प्रचलन छ यो पहिल्यैदेखिबाट आज मात्र नभएर साथीहरू अब चाहिँ म खोलाको छेउतिर जाँदैछु होइन यहाँ पनि विभिन्न किसिमको सामानहरू बेच्न राखेको देख्न सक्नुहुन्छ तपाईँहरूले होइन अनि खोलालाई चाहिँ राम्रोसँग एकदम मजाले सिँगारिएको पनि छ अनि यहाँ चाहिँ विभिन्न व्यापारीहरूले चाहिँ आफ्नो स्टलहरू पनि राखेर चाहिँ त्यही अनुसारको सामानहरू चाहिँ व्यापार गर्न चाहिँ बस्नु पनि भएको छ यहाँ हाम्रो सार्वजनिक के भनिरहनु भएको छ त्यस दिनमा चाहिँ सकरखण्ड र पिँडालुको पनि आफ्नै किसिमको महत्त्व रहेको छ होइन आजको दिनमा चाहिँ सकरखण्ड पिँडालुहरू चाहिँ उसिनेर खाने प्रचलन छ आज आउनु भयो कहाँबाट पाउँछ हिजोदेखि आउनु भयो कि आज बिहान होइन आज बिहान आयो 3 बजे पर देखिरहनु भएको
त्यहाँ पर देखिरहनु भएको चुचुरो म त्यो चाहिँ हाम्रो यहाँको त्रिखण्डेश्वर महादेव हुनुहुन्छ होइन, त्यहाँ टुप्पामा गएर बस्नुभएको छ। त्यहाँ जानको लागि चाहिँ खोला तरेर जानुपर्ने हुन्छ होइन। अनि आजको दिन चाहिँ धेरै भिडभाड भएको कारणले गर्दाखेरि भक्तजनहरूको चाहिँ एकदमै लाइनमा चाप बढिरहेको छ। अभी भत्किन्छ जस्तो हल्लिँदो रहेछ। ल तपाईँहरूले देख्न सक्नुहुन्छ होइन, माथि मन्दिरमा दर्शन गर्न जानको लागि चाहिँ खोला तरेर जानुपर्ने हुन्छ। फेरि यो धेरै ठुलो त थिएन, हिजो कुलेखानीको ड्याम खुलेको अरे, अनि त्यही भएर चाहिँ अब आज धेरै नै ठुलै पानी आएको रहेछ होइन। यो खोला तरेर मात्र उता जान सकिन्छ।
मन्दिरको चाहिँ दर्शन गरिसकेपछि अनि भक्तजनहरू चाहिँ यस मन्दिरमा पुनः दर्शन गर्न आउने गर्दछन्।